Correct back sir. Sir, एउटा सानो मायाको स्पेशल सर्भिस हामीले नेपालको लागि 10 mm vitrified तपाईँ 12 mm इन्डियाको पार्किङ टाइल हुन्छ त्यो भन्दा तपाईको 40% भन्नु यहाँबाट वक गर्न एउटा खानी खोला हरेक फ्रेन्चाइज सोरुमका आफ्नो एउटा सुट मनिजीले जुन सोरुम बनाउनु भएको छ उहाँको सोरुमको विशेषता के लाग्छ कि हाम्रो टाइलको त्यो बाहेक धेरै अरू प्रडक्टहरू पनि उहाँले राखेर कुनै एउटा मान्छेले घरको कुराहरू किन्नु पऱ्यो भने उहाँले यहाँ बाहेक अरू धेरै ठाउँ जानु नपर्ने अवस्थामा डिसिजन हुन्छ। आई थिङ्क द्याट इज अ भेरी स्पेसल थिङ पानी सोच्ने क्षमता वाटर अब्जर्प्सन भन्दा कम एज गुड एज ग्रेनाइटको पानी सोच्ने क्षमता 0.1 हुन्छ भने त्योभन्दा नि कम सो त्यो चाहिँ बनाउने हामी एक मात्र छौँ। विट्रिफाइड टाइलको विशेषता के हुन्छ भने त्यो फिटिङ लिएर तपाईँको बलियो हुन्छ उसको स्ट्रेन्थ वेट बेरिङ क्यापासिटी लोड बेरिङ क्यापासिटी ब्रेकिङ स्ट्रेन्थ त्यो सबै कुरा चाहिँ अन्य टाइलभन्दा घटीमा 40-50% जस्तो बढी हुन्छ। सो लामिनार जुन सर्फेसको फिनिस आउँछ पोलिसिङमा या ग्लसमा नयाँ सर्फेस निकालेका छौँ जस्तो पार्किङको ग्रिप लाइट सर्फेस या म्याट कार्भिङ जुन पनि नयाँ सर्फेसेसहरू गरेको छ यो सबै भिट्रिफाइडमा जे लुक आउँछ नि किन त्यो चाहिँ तपाईँले अरू कुनै बडीमा यो चाहिँ लामिनारको विशेषता हो। प्लस हाम्रो लगभग 400 भन्दा बढी डिजाइन जो कि कम्प्लिटली इटली स्पेन इन्डियाका प्रिमियम डिजाइनरहरूलाई हामीले हायर गरेर डिजाइन गरेको छ। सो आज यो भन्न सक्छौँ जसरी हामीले हाम्रो लामिनार विट्रिफाइड टाइल वर्ल्ड क्लास डिजाइन 100%। यो जुन नारा छ त्यसलाई मिट गर्नका लागि वर्ल्ड क्लास होस् के मात्र पनि मान्छेहरूले किन चाहिँ कम्प्रोमाइज गर्नु पर्छ किनभने मान्छेले नेपाली टाइल त्यहाँ चाहिँ एउटा जुन विचार छ या थट प्रोसेस छ त्यसलाई हामीले चेन्ज गर्नु सो त्यसमा चाहिँ हाम्रो बितेको 8 महिनाको अवधिमा हामीले केही हदसम्म सक्षम पनि भएको छौँ र आउने 1 वर्ष 2 वर्षको कार्यकालमा हामीले चाहिँ त्यसलाई चाहिँ एक प्रकारमा राम्रै नेपाली टाइलको छविलाई राम्रै बनाएर चिप्लेर बसेको छौँ। नेपालभरि अहिले योभन्दा अगाडि हामीले ओपनिङ गरिसकेको ढाडी चितवन भयो त्यो बाहेक अब छिट्टै पाइपलाइनमा लगभग 10वटा चाहिँ होला हामी टोटलमा गरेर आजको दिनमा 50वटा